हजुर आज जनै पूर्णिमा। आज हामी केही साथीहरू पुलमा छौँ। समाचार न्युजमा आएको थियो कि अर्को ड्याम पनि फुटेर आउँदैछ अरे बारी। अनि त्यो दृश्य हेर्नको लागि हामी यहाँ बसिरहेको छौँ। अरू पनि साथीहरू बसिरहेको छ। अब अहिलेसम्म पानी त नर्मलै छ, जस्तो बिहान थियो त्यस्तै छ, खासै बढेको छैन। हामी पुलबाट हेरिरहेको छौँ। आज सायद नआउला, किन रक्षाबन्धनको दिन हो, शुभ दिन हो। शुभ दिनमा त्यो यो चाहिँ रेस्टुरेन्ट हो, यहाँ मान्छेहरू खाजा खाइरहेको छ। यो चाहिँ एउटा भवन हो, यहाँ चाहिँ बच्चाहरू लाखे डान्सहरू नाचिरहेको छन्, प्र्याक्टिकल गरिरहेको छन्। यहाँ खोलाको छेउमा घर छ, यो पनि होटलै हो। बच्चाहरू पनि इन्जोय गरिरहेछन् आज रक्षाबन्धनमा। यहाँ पुलमा पनि खाली नै छ, अहिले गाडी नै खासै चलेको छैन। यो पनि होटल छ, यहाँ पनि मान्छेहरू बसिरहेको छन्, पुलमा पनि मान्छेहरू छन्। तर तपाईँहरू डराउनु पर्ने कुरा छैन, ढुक्क हुनुहोस्। त्यही पनि अलिक सतर्क चाहिँ हुनुहोस्, तर डर चाहिँ नमान्नु होला। हस् त, शुभरात्रि, गुड नाइट।